हामी सरकारमा हुँदा किन यस्तो हो भन्ने, हामी सरकारमा भएर त झन् बढी यस्तो हो। उनीहरूले गर्न खोजेकै लेफ्ट मुभमेन्ट ध्वस्त पार्न खोज्या, लेफ्ट लिडर ध्वस्त पार्न खोज्या, के बेललाई मार्न खोजेको, त्यो त झन् छँदैछ नि, हुँदै हो। त्यसो भनेर हामी भाग्ने त होइन, त्यसो भनेर म भाग्दिनँ पनि, त्यसको सामना मैले गर्छु। हामी कहाँ सूचना नआएको भनेको होइन। 12 बजीसम्म त मैले मान्छे भेटेकै हुन्छु कमसेकम। योभन्दा बढी संसारको कुन प्रधानमन्त्रीले भेट्छ होला भन्नुहोस् त? यति दुःख गर्ने प्रधानमन्त्री हुँदैन यहाँ, यति दुःख गर्ने। मेरो त दुःख भनेको मेरो नसिबमै लेखिया छ भन्ने जस्तो ठानेर दुःख मलाई केही जस्तो लाग्दैन, ठकाइ मलाई केही जस्तो लाग्दैन। ठकाइ हुन्छ, तर एक खालको आदत बनिसकेको छ। म थाके पनि काम गरिरहेको हुन्छु, ठकाइ लागिरहेको हुन्छ, निन्द्रा नपुगेको हुन्छ, काम गरिरहेको हुन्छ। तर कुनै प्रोग्राममा पनि यसो गर्ने झकाउने त्यस्तो चाहिँ हुँदैन। म टाठै बसेको हुन्छु र राम्ररी नै काम गरिरहेको हुन्छु।